आज चाहिँ म ड्युटी स्युटी सकेर अब यसो मार्केटतिर के त्यो मलतिर जान लाग्यो तपाईहरुलाई देखाउने छु हेर्नुस् हैन अरु त के भन्नु यो र जिन्दगीमा अब यस्तै नै छ चलिरहेको छ हैन अहिले अब नाइट ड्युटी भनौं कि डे ड्युटी भनौं अब 2 बजे छुट्टी हुन्छ 2 बजे छुट्टी भएर अनि चाहिँ म आको है तपाईहरुलाई देखाउने छु हेर्नुस् एकजना यो हामी 3 जनाको रातिमा यस्तो छ यता हैन हामी चाहिँ यहाँ यसमा यो निलो हिँडेपछि बल्ल यहाँ हिँड्न पर्छ है हाइवेमा दुबईमा त गाह्रो छ नि यस्तरी गाडी आउँछ यहाँबाट यस्तरी यहाँ टक्क निलो बोलेर हिँडेपछि चाहिँ हामी हिँड्नु पर्छ है फाइनली म चाहिँ अब यता पुग्न लाग्छु त्यति ठुलो इच्छा चाहिँ हैन ल्याम्पमा केही पनि छैन सिधा कुरा भन्नु पर्दाखेरि चाहिँ बस जन्म दिएको आमालाई चाहिँ खुसी राख्न पाऊँ अनि सुखी बनाएर राख्न पाऊँ हैन मेरो बा मेरो आमालाई सुख होला है भनेर म यो ठाउँमा आएको हैन यो ठाउँमा आएर मैले दुःख गरेर मेरो बा आमा खुसी हुनुहुन्छ मेरो आमालाई सुखमा राख्न पाउँछु खुसी बनाएर राख्न पाउँछु भने त्यो भन्दा ठुलो कुरो मेरो लागि केही हैन के कसम है अरु त यस्तै छ जिन्दगानीमा हैन तपाईहरु हेर्न सक्नुहुन्छ यो चाहिँ अहिले रातिको अवस्था हो यस्तो छ है यो दुई जना पनि हिँडिरहेको छम है मजाले यसरी हिँडिरहेको गाडीहरु यता लागिरहेको छ हैन त्यसरी सरर आइएछ अनि अर्को कुरो आजकल त फोन पनि गर्दैनस् ठुलो मान्छे बनिस् त भन्छन् मान्छेहरुले चाहिँ हैन ठुलो मान्छे बनेको हैन आफूलाई दुःख पर्दा माया कसैले हेर्दैन यो त्यो खाना नपाउँदा एक छाक हैन कसैले सोध्छ भने ओइ खान्छस् ल एक छाक कसैले खुलाउँछ भने त्यसलाई सम्झिने हो क्या म चाहिँ यो भन्छु हैन जसले एक छाक खान नपाउँदा त्यसले सोध्दैन भने त्यो मान्छेलाई आफूले पनि सोध्न पर्छ खोज्न पर्छ झै मलाई लाग्दैन नेभर है यस विषयमा चाहिँ म यो भन्छु कसैलाई पनि माया टुक्ने तिमीलाई कसैले राम्रो गरेको छ भने अब तिमीले राम्रो गर्ने अभियसली बन्छ हैन तिमीलाई कसैले राम्रै गर्दैन भन्ने त्यो मान्छेलाई कसैले सम्झिन पर्दैन आफन्ती साफन्तीको गोल्ली मार माया खल्ली बल्ली माया आफ्नो मेहनत खाने हो आफ्नो दुःख गरेर खाने हो हैन म चाहिँ त्यो भन्छु क्या त्यही हो म अहिले त्यहाँ पुगेपछि तपाईहरुलाई देखाउँछु है टेक केयर राम्रोसँग बस्नु होला जहाँ पनि हुनुहुन्छ जसरी पनि हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला है फाइनली हामी चाहिँ यहाँ आइपुगिसके हौ अब यो उसमा के यो एभ्रीडे यसमा अब यहाँ आएर भित्र जाने हो टक्क सामान किन्ने हो अनि अर्को कुरा म के भन्छु भने सबभन्दा पहिला हैन दुनियाले आफूलाई दुनियाको अगाडि आफूलाई चिनाऊ हैन त्यसपछि बल्ल माया दुनियाले तिमीलाई चिनेपछि आफन्त भन्ने कुरा त्यसै आउँछ के बाटो खोज्दै आउँछन् बुझ्यौ नि यो भित्र गएपछि कम ब्रदर कम हियर फाइनली हामी चाहिँ यहाँ आइसकेको छौं हैन तपाईहरुलाई म देखाउने नै छु आज चाहिँ सर अब भिडियो सिडियो बनाउने हो हाल्ने हो अनि लाइक कमेन्ट सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु नि फेरि है मलाई चाहिँ लास्ट अहिले मात्र हैन म रहन्जेलै माया तपाईहरुको माया तपाईहरुको सपोर्ट हैन मलाई एकदमै जरुरत छ त्यो कारणले गर्दा माया गर्दिनु होला हैन मेरो भिडियो हेर्दिनु होला मेरो युट्युब च्यानललाई लाइक सब्स्क्राइब गर्दिनु होला हैन प्लिज अरु त के भन्ने मैले यस्तै छ यता अब सबै कुराहरु देखाइरहेको छु हेर्नु तपाईहरुले देखाउने नि छु म अझै है पैसा त छैन अलिअलि शपिङ गर्न आएको हो ओ माया तिमी बिना फाइनली यो यहाँ रहेछ अनि चाहिँ यो यसो बच्चाहरुको रहेछ यो हेरेको ठिकै छ अब चाहिँ यो लिएर जान पर्ला त पैसा जम्मा गर्नलाई माया टुक्ने हैन केटाहरुले यहाँ कपडा हेर्दै छन् मस्त पाराले जीन्स लेगा जीन्स अच्छा है ना यार थोड़ा दिखाओ मैले त एउटा यो ब्याग लिएको के गर्ने गाह्रो छ हेर्नुस् त्यो चेक गर्दैछ त्यसले
चेक गर्दैछ चेक गर्दैछ वो साइड में होगा वो साइड में देखो हाँ और हेर्न सक्नुहुन्छ तिनीहरू वहाँ पुगिसक्यो चाहिँ दुबईको झन्डा वाउ बाहिर निक्लेको फाइनली हामी यताबाट रोड यो हाइवे रोड हो यहाँ चाहिँ पेट्रोल पम्प छ यता हाइवे रोड छ यता फुल छ यता सुपारीको रुख छ तपाईँहरू हेर्न सक्नुहुन्छ म चाहिँ अब निक्लिसकेको छु फेरि बाइक पनि आएको त्यहाँबाट ओहो यस्तो स्पिड आएको छ बाइक राम 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 जाने हो अनि मजाले सुत्ने हो फेरि उठेर दिउँसो ड्युटी जानु छ होइन त्यही हो मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु सबैजनाले माया गरिदिनु है लाइक कमेन्ट गरिदिनु है अनि सबभन्दा पहिलो कुरो त मेरो युट्युब च्यानललाई चाहिँ सपोर्ट एकदमै धेरै चाहिएको छ हजुरहरूको माया चाहिएको छ अनि एकदमै धेरै सपोर्ट गरिदिनु होला मलाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु सबैजनाले है अहिलेलाई बाई बाई टेक केयर सबैजना जहाँ पनि हुन्छ आफ्नो ख्याल गर्नु राम्रोसँग बस्नु है सबैजनालाई एकदम मेरो चाहिँ फेभरेट कोक हैन मलाई कोक चाहिँ दामी लाग्छ ये है मेरा फेवरेट फेन्टा फंटा फंटा फेन्टा ये हमारा फेन्टा यस यस यस